नमस्कार, आईटी स्किल जंक्शन च्यानलमा तपाईलाई स्वागत छ। म शिव ठाकुर। आजको यो भिडियोमा हामी एनएबी द्वारा सञ्चालित कक्षा 9 देखि 12 मा पढाइ हुने कम्प्युटर इन्जिनियरिङको क्लास 9 मा पढाइ हुने सी प्रोग्रामिङको युनिट 1 पढ्ने छौं। अब यसमा कन्टेन्टको कुरा गर्दाखेरि इन्ट्रोडक्सन टु प्रोग्रामिङ, त्यसमा हामीले प्रोग्रामर, प्रोग्रामिङ ल्याङ्ग्वेज र सफ्टवेयरको बारेमा बुझ्ने छौं। त्यसपछि क्याटेगोरीज अफ प्रोग्रामिङ ल्याङ्ग्वेज, जसमा हामीले फरक आधार लिएर प्रोग्रामिङ ल्याङ्ग्वेजको वर्गीकरण हेर्ने छौं। त्यसपछि त्यसको प्रोग्रामिङ ल्याङ्ग्वेजको एप्लिकेशन्स एरिया हामी हेर्ने छौं, जसमा साइन्टिफिक एप्लिकेसन र बिजनेस एप्लिकेसनको बारेमा हामी खास गरी पढ्ने छौं। त्यसपछि हामीले लास्टमा प्रोग्राम डिजाइन टुल्समा एल्गोरिदम र फ्लोचार्टको बारेमा पढ्ने छौं। अब इन्ट्रोडक्सन टु प्रोग्रामिङको कुरा गर्दाखेरि प्रोग्रामिङ और कम्प्युटर प्रोग्रामिङ भनेको कम्प्युटर प्रोग्रामिङ हो, किनभने हामी यहाँ कम्प्युटरको सन्दर्भमा पढिरहेका छौं। इज अ प्रोसेस अफ क्रिएटिङ सेट अफ इन्स्ट्रक्सन, यो के हो त प्रक्रिया हो जसको सहयोगबाट हामी सेट अफ इन्स्ट्रक्सन, यो प्रोग्रामिङ, यो वर्ड जुन छ प्रोग्रामिङलाई बुझ्नुस्। प्रोग्रामिङ भनेको यहाँ एउटा वर्ड लुकेको छ प्रोग्राम। अब प्रोग्राम भनेको हो सेट अफ इन्स्ट्रक्सन। सेट अफ इन्स्ट्रक्सनलाई हामी के भन्छौं त प्रोग्राम। त प्रोग्रामिङ धेरै केही छैन। प्रोग्रामिङ भनेको सेट अफ इन्स्ट्रक्सन अथवा प्रोग्राम लेख्ने प्रक्रियालाई हामी, प्रोग्राम बनाउने प्रक्रियालाई हामी प्रोग्रामिङ भन्छौं। दैट टेल्स अ कम्प्युटर, जुन पनि प्रोग्राम हुन्छ त्यसले के गर्छ त एउटा पार्टिकुलर टास्क परफर्म गरिरहेको हुन्छ, एउटा स्पेसिफिक टास्क परफर्म गरिरहेको हुन्छ अथवा कुनै प्रब्लम सल्भ गरिरहेको हुन्छ। एक्जाम्पलको लागि मानिहाल्नुस्, मलाई रियल वर्ल्डमा एउटा प्रब्लम छ कि कुनै मान्छेले भोट गर्न सक्छ कि सक्दैन भनेर, त्यो प्रब्लमलाई सल्भ गर्नको लागि मैले के गर्छु त एउटा प्रोग्राम लेख्छु। त त्यो भनेको के हो त एउटा स्पेसिफिक टास्क भनेको के थियो त मान्छेले भोट गर्न सक्छ कि सक्दैन भनेर, त्यो एउटा प्रब्लम थियो, त्यसलाई सल्भ गर्यो प्रोग्रामले, जसमा पार्टिकुलर क्राइटेरिया जस्तै कि एज क्राइटेरिया भयो, त्यसपछि नेप्लिज हो कि होइन त्यो सब हेरेर यदि नेप्लिज छ, एज पनि मिलिरहेछ भने त्यो मान्छेले भोट गर्न मिल्छ, मिलिरहेको छैन भने भोट गर्न मिल्दैन। त्यस्तो खाली हामीले प्रोग्राम बनाउन सक्छौं हैन, भोटिङ एपको लागि। त्यस्तै प्रोग्रामर्स राइट दिस कोड युजिङ भेरियस प्रोग्रामिङ ल्याङ्ग्वेज सच एज पाइथन, जाभास्क्रिप्ट, सी शार्प जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजहरूको युज गरेर अथवा स्क्रिप्टिङ ल्याङ्ग्वेजहरूको युज गरेर प्रोग्रामरहरूले कोड लेख्ने काम गर्छ। के बनाउनको लागि त सफ्टवेयर बनाउनको लागि, एप्लिकेसन बनाउनको लागि र सिस्टम बनाउनको लागि। टु बिल्ड सफ्टवेयर, एप्लिकेसन र सिस्टम। प्रोग्रामबाट हामीले अल्टिमेटली बनाउने भनेको कि त एप्लिकेसनै हो, कि त सिस्टम सफ्टवेयर हो, कि त एप्लिकेसन सफ्टवेयर, या त कुनै डिभाइस ड्राइभरहरू दुनियादारी भयो, त्यो सबै यही ग्रुपहरुमा पर्छ। ठीक छ। त्यसपछि छ हाम्रो प्रोग्राम भनेको त अहिले हामीले कुरा गरिसकेको छौं। प्रोग्राम इज द सेट अफ इन्स्ट्रक्सन, हामीले यही कुरा गरिसक्यो। सेट अफ इन्स्ट्रक्सन भनेको के हो त प्रोग्राम। रिटन इन अ प्रोग्रामिङ ल्याङ्ग्वेज that computer can execute to perform a specific task। ठ्याक्कै यही कुराहरू यहाँ पनि छ। प्रोग्राम भनेको के हो त सेट अफ इन्स्ट्रक्सन हो जुन कुनै पार्टिकुलर प्रोग्रामिङ ल्याङ्ग्वेजको युज गरेर लेखेको हुन्छ र त्यसले एउटा पार्टिकुलर स्पेसिफिक कुनै टास्क परफर्म गरिरहेको हुन्छ, कुनै पार्टिकुलर काम गरिरहेको हुन्छ। यति बुझ्नुस् खाली। एक्जाम्पलको लागि एउटा क्याल्कुलेटर छ, त्यसको टास्क के हो त क्याल्कुलेसन गर्ने, सकिहाल्यो। एउटा वेब ब्राउजर हो, त्यसको काम के हो त ब्राउज गर्ने। त्यस्तै अर प्रोग्राम दैट एड्स टु नम्बर, दुईवटा नम्बरलाई एड गर्ने एउटा सानो प्रोग्रामको कुरा गरिहाल्नु त यो सब भनेको के हो एप्लिकेसन सफ्टवेयर। र एउटा हामी सानो प्रोग्रामको जस्तै यहाँ एक्जाम्पलको लागि 3 र 5 हामी इनपुटमा दिन्छौं, त्यो दुवैलाई प्रोग्रामले एड गरेर हामीले यहाँ आउटपुट प्रोभाइड गरिरहेको हुन्छ। त्यो दुवैलाई जुन सम गर्ने प्रब्लम थियो त्यो प्रोग्रामले दुवैलाई सम गरेर दुवैलाई जोडेर हामीले आउटपुट प्रोभाइड गर्यो, त्यसले के गर्यो एउटा पार्टिकुलर टास्क परफर्म गर्यो। अब यहाँ छ अर्को टर्म प्रोग्रामर इज अ पर्सन हु राइट्स टेस्ट एन्ड मेन्टेन प्रोग्राम्स युजिङ प्रोग्रामिङ ल्याङ्ग्वेज। प्रोग्रामर भनेको के हो त एउटा पर्सन हो, कुनै एउटा व्यक्ति हो
जसले के गर्छ त प्रोग्रामलाई लेख्ने काम गर्छ। यति कुरा मात्रै याद राख्नु, प्रोग्राम लेख्ने व्यक्तिलाई हामी प्रोग्रामर भन्छौँ। तब लेख्ने साथसाथै उसले टेस्ट पनि गर्नु पर्यो हैन, कि प्रोग्राम मेरो सही छ कि छैन, कुनै ठाउँमा त गल्ती गरिरहेको छ कि छैन, लजिकली सिन्टेक्स दुनियादारी त्यसको सही छ कि छैन हैन। सँगसँगै त्यसलाई मेन्टेन गर्न सक्नु पर्यो, टाइम टु टाइममा त्यसमा केही चेन्ज गर्नु पर्यो भने त्यसले सक्नु पर्यो, त्यसमा केही अपडेट ल्याउन सक्नु पर्यो। त प्रोग्रामर भनेको जुन मान्छेले यो सब गर्न एबिलिटी हुन्छ त्यो मान्छेलाई हामी प्रोग्रामर भन्छौँ। दे ट्रान्सलेट रियल वर्ल्ड प्रब्लम इन्टु कोड द्याट कम्प्युटर क्यान अन्डरस्ट्यान्ड। उसले के गर्छ, जस्तै हामीले पहिला नै कुरा गर्यो कि एउटा रियल वर्ल्ड प्रब्लम लिइहाल्नुहोस्, कुनै मान्छेले भोट गर्न सक्छ कि सक्दैन भनेर। त त्यसको लागि हामी के गर्छौँ, सबभन्दा पहिला त्यसको नेसनालिटी चेक गर्छौँ, नेसनालिटी चेक गर्छौँ। अब त्यो नेप्ली छ, त्यसपछि त्यसको सेकेन्ड फेजमा एज चेक गर्छु, 18 एबोभ छ, 18 भन्दा बढी छ भने त्यो मान्छेले गर्न सक्छ भोट, छैन भने यो दुवैबाट एउटा पनि क्राइटेरिया मिलेन भने त्यो मान्छेले भोट गर्न सक्दैन। त यो एउटा रियल वर्ल्ड प्रब्लम हो। यसैलाई प्रोग्रामरले के गर्छ त कम्प्युटरमा कोड सोड गरेर कम्प्युटरलाई बुझ्ने खालको बनाइदिन्छ, बस त्यति मात्रै हो। त्यसपछि इक्जाम्पलको लागि अ पर्सन हु राइट कोड फर माइक्रोसफ्ट वर्ड, एमएस वर्डको लागि अथवा व्हाट्सएपको लागि, फेसबुकको लागि जुन मान्छेले कोड लेखेको छ त्यसलाई हामी के भन्छौँ त प्रोग्रामर। प्रोग्रामरले के गर्छ त इन्स्ट्रक्सनहरू लेख्ने गर्छ जसलाई कम्प्युटरले एक्जिक्युट गर्छ। त्यही इन्स्ट्रक्सनहरू पछि मिलेर प्रोग्राम बन्छ, त्यही प्रोग्रामहरू पछि मिलेर सफ्टवेयर बन्छ, त्यति मात्रै हो। अर्को छ प्रोग्रामिङ ल्याङ्ग्वेज। प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको जुन फर्मल ल्याङ्ग्वेज जसको प्रयोग गरेर प्रोग्रामरले प्रोग्राम लेख्ने गर्छ। जस्तै हामी बोल्दाखेरि एउटा फर्मल ल्याङ्ग्वेजको युज गर्दाखेरि, मतलब बोल्दाखेरि हामी के गर्छौँ नेपाली अथवा इङ्ग्लिस, त त्यसमा नेपाली बोल्दाखेरि पनि अथवा इङ्ग्लिस बोल्दाखेरि पनि त्यसमा के हुन्छ, सिन्ट्याक्स हुन्छ, रुल्स हुन्छ, केही किवर्डहरू हुन्छ हैन, त्यो सब फलो गरेर हामी बोलिरहेको हुन्छ। जस्तै कि इङ्ग्लिसमा त्यसको डिक्सनरीमा हामी जुन जुन वर्डहरू हेरिरहेको हुन्छ, इङ्ग्लिसमा जुन जुन वर्डहरू प्रयोग गरिरहेको हुन्छ त्यो सब के भइहाल्यो, त्यसको किवर्ड भइहाल्यो। त्यसपछि जुन ग्रामर हामी पढिरहेको हुन्छौँ कि हैन, कुन वर्ड कसरी युज गर्ने, जस्तै आई इट राइस, म भात खान्छु भनेको आई इट राइस लेख्नुपर्छ हैन। त्यसलाई हामी यो तरिकाले लेख्न सक्दैनौँ कि राइस इट आई, त्यो भनेको के हो त, हामीले किवर्ड त युज गर्यो तर पार्टिकुलर सिन्ट्याक्स फलो गरेनौँ। सब्जेक्ट प्लस भर्ब प्लस सब्जेक्ट जस्तो स्ट्रक्चरहरू हुन्छ नि, त त्यो भनेको के हो त, हाम्रो रुल्सलाई हेराइरहेको हुन्छ कि हामीलाई इङ्ग्लिस बोल्दाखेरि अथवा इङ्ग्लिस लेख्दाखेरि यही प्याटर्नमा लेख्नुपर्ने हुन्छ, त्यो प्याटर्न फलो गर्नुपर्ने हुन्छ। त्यस्तै प्रोग्रामिङ ल्याङ्ग्वेजमा पनि हुन्छ, एउटा पार्टिकुलर प्याटर्न हुन्छ र त्यो सँगसँगै हाम्रो किवर्डहरू हुन्छ, त्यो किवर्डको मात्रै प्रयोग गर्न मिल्छ त्यसमा। र साथसाथै हामी अहिले इक्जाम्पल हेर्छौँ प्रोग्रामको, त हामीलाई अझ क्लियर भइहाल्छ। अहिले त हल्का कन्फ्युजिङ लाग्दै होला। र त्यो किवर्डहरूको कसरी लेख्ने त्यसको एउटा प्याटर्न हुन्छ, त्यो प्याटर्न हामीलाई फलो गर्नुपर्ने हुन्छ। हरेक प्रोग्रामिङको आफ्नो आफ्नो किवर्ड हुन्छ, आफ्नो आफ्नो प्याटर्न हुन्छ र त्यो प्याटर्न फलो गरेर हामीले प्रोग्रामिङ ल्याङ्ग्वेजमा प्रोग्राम लेख्ने काम गर्छौँ, बस भयो। त्यसपछि इक्जाम्पलको लागि यहाँ प्रोग्रामिङ ल्याङ्ग्वेजको इक्जाम्पल भन्दाखेरि पाइथन छ, सी छ, जावा छ, जावा स्क्रिप्ट भनेको स्क्रिप्टिङ ल्याङ्ग्वेज छ, त्यो पनि एसी ग्रुपमा राखिदिएको छ। साथै सी शार्प छ, रुबी छ, थुप्रै ल्याङ्ग्वेजहरू छ। त हामीले यो पुरै कोर्समा सीको बारेमा पढ्नेछौँ। अब इलिस्ट्रेसन जस्तै कि मान्छेलाई कम्युनिकेट गर्नको लागि इङ्ग्लिस ल्याङ्ग्वेज चाहिन्छ, त्यस्तै कम्प्युटर र मान्छेको बिचमा कम्युनिकेसन गर्नको लागि हामीलाई पाइथन, जावा जस्तो प्रोग्रामिङ ल्याङ्ग्वेजहरूको आवश्यकता पर्छ, जसको प्रयोग गरेर हामी कम्प्युटरमा प्रोग्राम लेखिदिन्छौँ र त्यो कम्प्युटर जुन हामीले आफ्नो भाषा सक्दो इङ्ग्लिससित रिलेटेड हुन्छ। कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेज जुन हुन्छ, हाई लेभल ल्याङ्ग्वेज जुन अहिले मार्केटमा चलिरहेछ, त्यो प्रायः इङ्ग्लिससित धेरै क्लोज हुन्छ। त त्यो ल्याङ्ग्वेजको युज गरेर हामी के गर्छौँ त प्रोग्राम लेखिदिन्छौँ, त्यसलाई कम्पायर गरेर कम्प्युटरले आफ्नो भाषामा बनाउँछ र त्यो कम्प्युटरले आफै बुझ्छ, त्यसलाई एक्जिक्युट गरेर फेरि हामीलाई जुन आउटपुटहरू दिइरहेको हुन्छ त्यो हामीले बुझ्ने खालको दिइरहेको हुन्छ। अब नेक्स्ट छ हाम्रो सफ्टवेयर। सफ्टवेयर इज अ कलेक्सन अफ प्रोग्राम डिजाइन टु परफर्म ए स्पेसिफिक टास्क। अब सफ्टवेयर भनेको के हो,
यो भनेको प्रोग्रामहरुको सेट हो। जस्तै इन्स्ट्रक्सनहरु मिलेर प्रोग्राम बन्छ, त्यस्तै प्रोग्रामहरु मिलेर सफ्टवेयर बन्छ। अब जुन पनि सफ्टवेयर बन्छ त त्यसको एउटा पार्टिकुलर टास्क परफर्म गर्नको लागि बनाइएको हुन्छ। त्यसले केही न केही काम त गर्छ। हामी बिना मतलब त कुनै सफ्टवेयर बनाउँदैनौं। त्यसले कुनै केही न केही काम गर्न सक्नु पर्यो। जस्तै फेसबुक छ, त्यसको केही न केही पर्पस छ। युट्युब छ, त्यसको केही न केही पर्पस छ। ओपेरा मिनी छ, क्रोम छ, केही न केही त्यसको पर्पस छ। बिना मतलबको क्याल्कुलेटरै छ, केही न केही त त्यसको पर्पस छ। बिना मतलबको त हामी कुनै सफ्टवेयर बनाउँदैनौं। ठ्याक्कै त्यही हो र। त त्यो के हो त कलेक्सन अफ प्रोग्राम हो डिजाइन टु परफर्म ए स्पेसिफिक टास्क। ठीक छ। कसको लागि? या त युजरको लागि या त हार्डवेयरको लागि। सफ्टवेयर या त हार्डवेयरको लागि बनाइन्छ या त युजरको लागि बनाइन्छ। इट क्यान बी सिस्टम सफ्टवेयर। यसको टाइप्सको कुरा गर्दाखेरि सिस्टम सफ्टवेयर हुन्छ र एप्लिकेसन यहाँ दिएकै छ। सिस्टम सफ्टवेयर, एप्लिकेसन सफ्टवेयर, जसमा सिस्टम सफ्टवेयरमा हाम्रो अपरेटिङ सिस्टम, यो दुईटा अपरेटिङ सिस्टमको एक्जाम्पल छ। साथै आइओएस हरु भइहाल्यो। यो सब के छ त अपरेटिङ सिस्टमहरु छ। र सिस्टममै सफ्टवेयरमा एउटा डिभाइस ड्राइभर पनि पर्छ है। डिभाइस ड्राइभरहरु त्यो सबै सिस्टम सफ्टवेयरको भित्र पर्छ। त्यस्तै एप्लिकेसन सफ्टवेयरमा जस्तै युट्युब भइहाल्यो, फेसबुक भइहाल्यो, व्हाट्सएप छ, फोटोशप छ, त्यो सब एप्लिकेसन सफ्टवेयरको भित्र पर्छ। र एउटा अझ हुन्छ यही एप्लिकेसन सफ्टवेयरको क्याटेगोरीमा युटिलिटी सफ्टवेयर। युटिलिटी सफ्टवेयर जसमा एन्टिभाइरसहरु पर्ने गर्छ। एन्टिभाइरसहरु यसो क्याटेगोरीमा पर्छ। अब यहाँ हेर्नु प्रोग्रामिङ ल्याङ्ग्वेजको पनि क्याटेगोरी हुन्छ। त्यसको केही न केही आधार लिएको हुन्छ। त्यो आधारको हिसाबले त्यसलाई वर्गीकरण गरेको हुन्छ। जस्तै कि लेभलको हिसाबले गरेको हुन्छ, त्यसको पर्पसको हिसाबले गरेको हुन्छ, साथै जेनेरेसनको हिसाबले गरेको हुन्छ। अब यहाँ लेभलको हिसाबमा हामी पहिला हेर्छौं। लेभलको हिसाबले जम्मा यहाँ हामीले दुई टाइपको पढ्छौं, तर कुनै कुनैमा तीन टाइपको दिएको हुन्छ। मिडल लेभल ल्याङ्ग्वेज पनि लेखेको हुन्छ। अब यहाँ छ हाम्रो लो लेभल ल्याङ्ग्वेज। लो लेभल भनेको भेरी क्लोज टु मेसिन ल्याङ्ग्वेज। यो लो लेभल ल्याङ्ग्वेजमा प्रोग्रामिङ 0 र 1 को आधारमा गरिन्छ, जसमा 0 र 1 मात्रै प्रयोग गरिन्छ। जुन भेरी क्लोज टु कम्प्युटर अथवा मेसिन ल्याङ्ग्वेज हुन्छ। कम्प्युटरले यसलाई इजिली बुझ्न सक्छ। कम्प्युटरलाई कम्पाइल पनि गर्नु पर्दैन। कुनै कुनै बेला यसलाई कम्पाइल गर्नुपर्ने आवश्यकता पनि हुँदैन। डाइरेक्टली कम्प्युटरले कम्युनिकेट गर्न सक्छ। यो भनेको कम्प्युटरको लागि सजिलो हो, तर मान्छेको लागि भेरी डिफिकल्ट फर ह्युमन टु रिड एन्ड राइट। मान्छेलाई बुझ्न पनि गाह्रो हुन्छ, लेख्न पनि गाह्रो हुन्छ। सुरुमा जति बेला एनालिटिकल इन्जिनहरु बनेको थियो, डिफरेन्स इन्जिनहरु बनेको थियो, त्यो सुरुमा जुन लेडी अगस्टाले जुन प्रोग्रामिङ ल्याङ्ग्वेज बनाउनु भएको थियो, त्यो ठ्याक्कै 0 र 1 को मात्रै प्रयोग भएको थियो। त्यसमा पुरै बाइनरी बेस्ड प्रोग्रामिङ ल्याङ्ग्वेज थियो। पुरै मेसिनै ल्याङ्ग्वेजमा लेखिन्थ्यो सबै। अहिले आएर हल्का सजिलो भइदिएको छ। अहिले त दिनदिनै जति टाइम बित्दै गएको छ त्यति प्रोग्रामिङ सजिलो भइदिएको छ। अब त मात्रै एआईहरुले के गर्छ त हामीले प्रब्लम भन्ने, त्यसको हिसाबले प्रोग्राम पार्टिकुलर ल्याङ्ग्वेजमा लेखिदिहाल्छ। त्यतिसम्म सजिलो गरिदिएको छ। जसमा मेसिन ल्याङ्ग्वेजको कुरा गर्दाखेरि यही कुरा चाहिँ ठ्याक्कै 0 र 1 को मात्रै प्रयोग गरेर इक्जाम्पलहरु यस्तो खाले कोडिङ हुन्छ। त्यसमा हेर्नुहुन्छ 8 वटा डिजिटको सेट बनाएको छ। हरेक जस्तै ए बी सी डी छ, त्यसको सबैको आस्की भ्यालु हुन्छ। त्यही 0 र 1 को कन्सेप्टमा त्यसको सबैको बाइनरी भ्यालु हुन्छ। त्यही बाइनरी भ्यालु लेख्नु पर्ने हुन्छ हामीलाई। जस्तै कि 1 छ भने 0 1 अथवा डाइरेक्टली 1 लेख्नु पर्छ। त्यस्तै 5 छ भने 1 0 1 लेख्नु पर्छ। त यो यसलाई हेरेर त कम्प्युटरलाई सजिलो लाग्छ, तर हामीलाई गाह्रो परिरहेको हुन्छ। हामीलाई बुझ्न पनि गाह्रो पर्छ, लेख्न पनि गाह्रो पर्छ। साथै एसेम्बली ल्याङ्ग्वेज जुन लो लेभल ल्याङ्ग्वेजको भित्र पर्छ। यो भनेको कस्तो खाले हुन्थ्यो त, जस्तै यो सब लेख्न त हल्का गाह्रो भइरहेको थियो, त यस्तै पार्टिकुलर सेट अफ बिट्सलाई के गर्यो त एउटा वर्डहरुसित लिएर रिप्लेस गर्न सुरु गर्दियो। जस्तै कि एड को लागि मानिलिनु कुनै 8 बिटको कोड हुन्छ। एक्जाम्पलको लागि हामी केही लिहाल्छौं 4 4 8। यसको काम छ मानिलिनु एड गर्ने। त यसलाई एड सित रिप्लेस गरिदियो। त्यसलाई चेन्ज गरेर एड बनाइदियो, ताकि हामीलाई यो याद नराख्नु परोस्, यो मात्रै याद राखेर पुग्छ। यो मैले एक्जाम्पलको लागि मात्रै लिएछु। फेरि
क्रस भेरिफाई नगर्नु होला। हुन त एडको छुट्टै कोड हुन्छ, ठीक छ। त्यस्तै मुभको पनि एउटा बाइनरी त भ्यालु हुन्छ केही न केही, ए को पनि बाइनरी भ्यालु हुन्छ, 5 को पनि बाइनरी भ्यालु हुन्छ। तर यहाँ हामीलाई एसेम्बली लेभल ल्याङ्ग्वेजमा यसलाई इजी बनाइदिएको छ, त्यसलाई ह्युमन अन्डरस्ट्यान्डेबल ल्याङ्ग्वेजमा सक्दो कन्भर्ट गर्न प्रयास गरेको छ। त्यति एडभान्स त थिएन, तर हल्का हल्का यो भेरी क्लोज टु मेसिन ल्याङ्ग्वेज मानिन्छ। मेसिन ल्याङ्ग्वेजसित धेरै नजिक पनि थियो र मान्छेले पनि बुझ्ने खालको यस्तो ल्याङ्ग्वेज बनाएको थियो एसेम्बली ल्याङ्ग्वेजमा। हाई लेभल ल्याङ्ग्वेज छ अर्को। हाई लेभल ल्याङ्ग्वेजमा यो सेकेन्ड क्याटेगोरी पर्छ। फर्स्ट छ लो लेभल र सेकेन्ड छ हाई लेभल। कुनै कुनै बेला मिडल लेभल ल्याङ्ग्वेज पनि कुनै कुनै बुकमा दिएको हुन्छ, यही सबलाई क्याटेगोराइज गरेको हुन्छ। त हाई लेभल ल्याङ्ग्वेजमा मान्छेलाई इङ्ग्लिस जस्तो भाषाहरू दिएको हुन्छ जुन बुझ्न मान्छेलाई एकदमै सजिलो भइरहेको हुन्छ, हामीलाई सिक्न पनि एकदमै। यदि तपाईँलाई 2-4वटा प्रोग्रामिङ ल्याङ्ग्वेजको राम्रो कन्सेप्ट छ भने, नयाँ कुनै प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न चाहनुहुन्छ भने बेसिक लेभलको तपाईँ 1 हप्तामा पनि कम समयमा यदि डेडिकेट भएर लाग्नुभयो भने सिकिहाल्न सक्नुहुन्छ। त्यतिसम्म सजिलो बनाइदिएको हुन्छ। ठ्याक्कै हामी जुन वर्डहरू बोलिरहेको हुन्छ त्यस्तै त्यस्तै वर्डहरू युज गरेर त्यो प्रोग्रामिङ ल्याङ्ग्वेजहरू बनाइएको हुन्छ, एकदमै सजिलो हुन्छ। जस्तै सीए छ, C++ छ, जावा छ, पाइथन छ, पास्कल छ, क्यु बेसिकहरू छ। त्यो सब भनेको भेरी क्लोज टु ह्युमन ल्याङ्ग्वेज। हामीले जुन वर्डहरू बोलिरहेको हुन्छ त्यस्तै त्यस्तै वर्डहरू प्रयोग गरेर त्यसमा बनाइएको हुन्छ, एकदमै सजिलो पनि हुन्छ सिक्नको लागि। अर्को छ बेस्ड अन जेनेरेसन अफ ल्याङ्ग्वेजेस। ल्याङ्ग्वेजको जेनेरेसनको आधारमा त फर्स्ट लेभल ल्याङ्ग्वेज थियो, फर्स्ट जेनेरेसनको ल्याङ्ग्वेज थियो जसमा मेसिन लेडी अगस्टले सुरुमा बनाउनु भएको थियो। त्यति बेला मेसिन ल्याङ्ग्वेजको डाइरेक्टली बाइनरी कोडको युज गरिन्थ्यो सुरुमा कोडिङ गर्नको लागि। त्यसपछि डेभलप भएर आयो एसेम्बली ल्याङ्ग्वेज। त्यसै बाइनरी कोडको सेटहरूलाई कुनै कुनै किवर्डहरूसित रिप्लेस गर्दै गयो। त्यति बेला एसेम्बली लेभल ल्याङ्ग्वेज आएको थियो। त्यसपछि त्योभन्दा एडभान्स भएर आयो हाई लेभल ल्याङ्ग्वेज, जस्तै सी, पास्कल, फोर्ट्रानहरू। सीलाई कुनै कुनै बेला मिडल लेभल ल्याङ्ग्वेज पनि भनेको हुन्छ, किनभने यसमा बाइनरी मतलब लो लेभल ल्याङ्ग्वेज र हाई लेभल ल्याङ्ग्वेज दुवै सपोर्ट गर्छ, त्यही भएर सीलाई कुनै कुनै बेला मिडल लेभल ल्याङ्ग्वेज भनेको हुन्छ। अर्को छ यहाँ फोर्थ जेनेरेसन ल्याङ्ग्वेजमा प्रब्लम ओरिएन्टेड ल्याङ्ग्वेज, क्लोज टु नेचुरल ल्याङ्ग्वेज। हामीले जस्तो बोलिरहेको हुन्छ त्योसित मिल्दोजुल्दो खाले आउन थाल्यो, जस्तै एसक्युएल छ, म्याटल्याब छ, नेचुरल ल्याङ्ग्वेजसित एकदमै क्लोज हुन्छ, त्यस्तो खाले ल्याङ्ग्वेजहरू आइहाल्यो। त्यस्तै यहाँ छ फिफ्थ लेभलमा एआई बेस्ड ल्याङ्ग्वेजहरू, जस्तै लजिकल नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, एआई बेस्ड लजिक एन्ड नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ। र इक्जाम्पलमा प्रोलोग भइहाल्यो, मेर्करी भइहाल्यो। यो सब भनेको एकदम हामीले जस्तो बोलिरहेको हुन्छ त्योसित एकदमै लास्ट क्लोज खाले हुन्छ, पुरै आर्टिफिसियल इन्टेलिजेन्स बेस्ड ल्याङ्ग्वेजहरू हुन्छ। अब यहाँ एप्लिकेसन अफ प्रोग्रामिङ ल्याङ्ग्वेजको कुरा गर्दाखेरि, प्रोग्रामिङ ल्याङ्ग्वेज आर युज्ड इन डिफरेन्ट फिल्ड्स टु सल्भ रियल वर्ल्ड प्रब्लम। टु मेन एरियाज आर साइन्टिफिक एप्लिकेसन एन्ड बिजनेस एप्लिकेसन। हुन त प्रोग्रामिङ ल्याङ्ग्वेज अहिलेको समयमा त हामी हरेक फिल्डमा, एजुकेसनमा हेर्नुहोस्, साइन्टिफिकमा हेर्नुहोस्, बिजनेसमा हेर्नुहोस्, मतलब थुप्रै मेडिकलमा हेर्नुहोस्, जुन पनि फिल्डमा हाम्रो प्रोग्राम हुन्छ त्यहाँ कम्प्युटर हुन्छ, जहाँ कम्प्युटर हुन्छ त्यहाँ सफ्टवेयर हुन्छ, त्यसमा सफ्टवेयर हुन्छ त प्रोग्रामिङबाट सफ्टवेयर बनेको हुन्छ। अब प्रोग्राम लेख्नको लागि हामीलाई प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिन्छ नि, जुन जुन ठाउँमा कम्प्युटर छ त्यो ठाउँमा बुझ्न सक्नुहुन्छ कि प्रोग्रामिङ ल्याङ्ग्वेजको युज भएकै हुन्छ बस। त्यसपछि अब यहाँ हेर्नुहोस्, हामीले मेनली यसमा साइन्टिफिक र बिजनेस एप्लिकेसनको सिलेबसमा त्यति दिएको छ, त्यही भएर हामी यति मात्रै यो भिडियोमा कभर गर्नेछौँ। इन साइन्टिफिक रिसर्च, इन्जिनियरिङ एन्ड म्याथमेटिकल प्रब्लम सल्भिङ, यसमा के हुन्छ त साइन्टिफिक एप्लिकेसनमा के को लागि युज गरिन्छ त प्रोग्रामिङ ल्याङ्ग्वेजको, साइन्टिफिक रिसर्चको लागि, इन्जिनियरिङको लागि, म्याथमेटिकल प्रब्लम सल्भिङको लागि, सिमुलेसनहरूको लागि साइन्टिफिक एप्लिकेसनमा प्रोग्रामिङ ल्याङ्ग्वेजको युज गरिन्छ। अर्को छ प्रोग्राम्स युजुअली रिक्वायर्ड कम्प्लेक्स क्यालकुलेसन्स, न्युमेरिकल मेथड्स एन्ड हाई एक्युरेसी। अब जहाँ हामीलाई हाई एक्युरेसीको आवश्यकता पर्छ, जहाँ ठुलो ठुलो कम्प्लेक्स प्रब्लमहरू क्यालकुलेट गर्नुपर्ने हुन्छ, त्यति बेला हामी प्रोग्रामिङ ल्याङ्ग्वेजको युज गरिरहेको हुन्छ। त साइन्टिफिक एप्लिकेसन सब त्यही सब पर्छ, जसको मेन प्रभाव के हुन्छ त हामी स्पिड र इफिसियन्सी एकदमै बढी हुन्छ, सक्दो फास्ट रिजल्ट पाउँछौँ हामीले। र अर्को कुरा इफिसियन्सी पनि
एकदम हाई हुन्छ, कम समयमा बढीभन्दा बढी आउटपुट लिन सक्छु, त्यसबाट कम इफोर्टमा बढीभन्दा बढी आउटपुट लिन सक्छु। त्यसपछि इक्जाम्पल्स अफ युजेज जस्तै सल्भिङ म्याथमेटिकल एप्लिकेसन, साइन्टिफिक एप्लिकेसनमा कुरा गर्दाखेरि। त्यसपछि सिमुलेसन अफ फिजिकल प्रोसेस, सिमुलेसनहरूको लागि जस्तै कि प्लेनहरूको सिमुलेसन गर्नको लागि, पाइलटहरूले सिमुलेसन गर्नको लागि विभिन्न कन्डिसनहरूमा कसरी प्लेनलाई अपरेट गर्ने त्यो सिमुलेसन गर्नको लागि हामीले प्राय प्रोग्रामिङ ल्याङ्ग्वेजको युज गरिरहेको हुन्छ। आर्मीहरूलाई ट्रेनिङ दिनको लागि, त्यसपछि वेदर फोरकास्टिङको लागि, सँगै स्पेस रिसर्चको लागि, इन्जिनियरिङ डिजाइन एन्ड मोडलिङको लागि हामीले के गरिरहेको हुन्छ, फरक फरक डिजाइनहरू। अहिले त एआईको जमाना छ, सबै हेर्न सक्नुहुन्छ कसरी प्रोग्रामिङ ल्याङ्ग्वेजहरूले यस्तो यस्तो सिस्टम बनाइदिएको हुन्छ कि हामी इन्जिनियरिङको कुरा गर्दाखेरि हामीले पुरै आफ्नो कमान्ड दिन्छ त त्यसले एउटा पार्टिकुलर डिजाइन बनाएर दिइहाल्छ। हामीले जस्तै घरको डिजाइन बनाउनु छ, कुनै मेसिनको डिजाइन बनाउनु छ त हामीले कमान्ड दिन्छु र त्यसको हिसाबले प्रोग्राम लेखेर प्रोग्रामिङको युज गरेर एउटा डिजाइन बनाएर हामीलाई दिइहाल्छ। कतिको सजिलो बनाइदिएको छ। अब ल्याङ्ग्वेजहरू जस्तै यहाँ फोर्टेन, सी प्लस प्लस, म्याटल्याब, पाइथनहरू प्रयोग गरिन्छ। यो म्याटल्याब खास गरी म्याथमेटिकल, त्यसपछि पाइथनहरू मेसिन लर्निङमा युज हुन्छ। सी प्लस प्लसहरू गेमिङहरूमा, यो एम्बेडेड सिस्टमहरू साथै अपरेटिङ सिस्टमहरू बनाउनको लागि सीको प्रयोग गरिन्छ। गेमहरूको लागि सी प्लस प्लसको प्रयोग गरिन्छ। सबै पर्पस फरक फरक हुन्छ ल्याङ्ग्वेजको हिसाबले। त्यसपछि एप्लिकेसन अफ प्रोग्रामिङ ल्याङ्ग्वेज इन बिजनेस एप्लिकेसन। अब बिजनेसमा हामीले के को लागि प्रोग्रामिङ ल्याङ्ग्वेजको युज गर्छु। युज्ड इन डाटा प्रोसेसिङ, रेकर्ड किपिङ एन्ड म्यानेजमेन्ट अफ ट्रान्जेक्सन्स। अब हेर्नु, सबभन्दा इम्पोर्टेन्ट हुन्छ बिजनेसमा डाटा। डाटाले धेरै भाइटल रोल प्ले गर्छ। जस्तै कि कुनै पनि अब सानोतिनो बिजनेसको त पर्दैन त्यति धेरै, तर ठुलो ठुलो बिजनेसहरूमा इफिसियन्ट डिसिजन समयमा लिनुपर्ने हुन्छ। जस्तै कि ठुलो ठुलो मोबाइलको कम्पनी हुन्छ, त उनीहरूलाई कसरी थाहा भइहाल्छ कि हामीलाई कस्तो कस्तो फिचर्सहरू मन परिरहेको हुन्छ। त्यो सबै डाटा उनीहरूले, जसरी हामी मोबाइल चलाइरहेको हुन्छौँ त्यो सबै डाटा उनीहरूले कलेक्ट गरिरहेको हुन्छ। त्यो डाटा कलेक्ट गरेर एउटा रेकर्ड टाइपको बनाउँछ, त्यसलाई एनालाइसिस गर्छ। त्यो एनालाइसिस गरेपछि त्यसलाई रेकर्डको रूपमा राख्ने गर्छ र त्यही हिसाबले डिसिजन लिने गर्छ। त्यसपछि जस्तै कि यहाँ ट्रान्जेक्सन म्यानेजमेन्टको लागि बिजनेसमा प्रयोग गरिन्छ। पैसाको लेनदेन, दुनियादारी सबै, मतलब कुनै सामानहरू किनेर ल्यायो, स्टकहरूको डाटा राख्नको लागि, कुन सामान कति हामीसित एभाइलेबल छ छैन त्यसको रेकर्डहरू राख्नको लागि बिजनेसमा प्रोग्रामिङ। जहाँ कम्प्युटर युज हुन्छ त कम्प्युटर कसरी हुन्छ, त्यही कम्प्युटरमा सफ्टवेयर, सफ्टवेयरमा प्रोग्राम, प्रोग्रामबाट प्रोग्रामिङ, त्यही सब कहानी हुन्छ सबमा। त्यसपछि फोकस अन ह्यान्डलिङ लार्ज एमाउन्ट अफ डाटा। ठुलो डाटाको एमाउन्टलाई जुन ह्युमनबाट प्रोसेस गर्न एकदमै गाह्रो भइरहेको हुन्छ, त्यस्तो डाटाहरूलाई प्रोसेस गर्नको लागि हामीले के गर्छौँ त बिजनेसमा कम्प्युटर प्रोग्रामिङ ल्याङ्ग्वेजहरूको युज गर्छौँ। रिपोर्टहरू बनाउनको लागि, फाइल म्यानेजमेन्टको लागि कम्प्युटरमा कति सजिलो भइरहेको हुन्छ। कुनै रेकर्ड खोज्न, फाइलहरू म्यानेज गर्न, त्यसलाई स्टोर गर्न एकदमै सजिलो भइरहेको हुन्छ। इम्फेसाइज अन एकुरेसी, जसको प्रभावहरू के हुन्छ त एकदमै एकुरेसी हाई हुन्छ, रिलायबल हुन्छ र इफिसियन्सी यसमा पनि हाई हुन्छ। त्यही भएर हामी प्रोग्रामिङ ल्याङ्ग्वेजहरूको युज गरिरहेको हुन्छ, कम्प्युटरको युज गरिरहेको हुन्छ बिजनेस फिल्डमा। जस्तै पेरोल स्टेटमेन्ट राख्नको लागि, खर्चहरूको विवरण, कति आयो गयो, दुनियादारी, यो सबै डिटेल्सहरू राख्नको लागि। इन्भेन्ट्री म्यानेजमेन्टको लागि, ब्याङ्किङ एन्ड फाइनेन्सियल सिस्टमको लागि, पैसाहरूको ब्याङ्कहरूको रेकर्डहरू, पैसा कति आयो, कति जम्मा गर्यो, दुनियादारी सब रेकर्डहरू राख्नको लागि। ब्याङ्किङ सेक्टरमा पनि प्रयोग हुन्छ। अरू डिफ्रेन्ट टाइपको बिजनेसहरू जस्तै मेडिकलै भइहाल्यो, त्यसमा पनि मेडिसिनको रेकर्डहरू राख्नु पर्यो भने, अनलाइन बिजनेस जस्तै कि दराजहरू भइहाल्यो त त्यो सबमा प्रोग्रामिङ ल्याङ्ग्वेजको युज हुन्छ नि। कम्प्युटरबाट सब काम भइरहेको हुन्छ त त्यहाँ त प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिन्छ नि। बिलिङ सिस्टमको लागि सबै प्रोग्रामिङ ल्याङ्ग्वेजबाट हुन्छ। त यो आफ्नो मनले पनि लेख्न सक्नुहुन्छ, यो जरुरी छैन कि यहाँ जे लेखेको छ ठ्याक्कै त्यही कन्सेप्ट बुझ्नुहोस् र आफ्नो मनले पनि आफ्नो वर्डमा लेख्न सक्नुहुन्छ, सजिलो हुन्छ। कमन ल्याङ्ग्वेज युज, त्यही कुराहरू रिपिट भएको छ, एसक्युएल, जावा, सी शार्प, पाइथन, इटिसी। अब प्रोग्राम डिजाइन टुल्स। यसमा प्रोग्राम डिजाइन टुल्समा कुरा गर्दाखेरि हामीले when programmers create software they plan before coding using design tools। अब के हुन्छ, प्रोग्राम बनाउनका लागि त्यसमा सबभन्दा पहिला त प्रब्लम एनालाइसिस हुन्छ। प्रब्लम आइडेन्टिफाई गर्ने कि प्रब्लम छ के,
त्यसपछि हामी के गर्छौं त यसको सोलुसनमा जाँदाखेरि डाइरेक्टली कोडिङ गर्दैनौं। डाइरेक्टली कोडिङ गर्न थाल्यो भने हामीले बीचमा गएर केही प्लान चेन्ज भयो अथवा बीचमा गएर हामीलाई थाहा भयो कि हैन यो कोडिङ जुन प्रोसेसले गरिरहेको छ त्यो बढी इफिसिएन्ट छैन, अरु त्यो भन्दा इफिसिएन्ट वे छ, त हामीले के हुन्छ पुरै कोड वेस्ट भएर जान्छ। त हामी के गर्छौं त्यस्तो अवस्थाको लागि कुनै जस्तै हामी एक्जाम्पलको लागि पिकनिकै जान्छौं हैन, त पिकनिक जानु भन्दा पहिला हामी के गर्छौं त्यसको पुरै प्लानिङ गरिहाल्छौं कि हामी फलानु ठाउँ गइरहेको छौं, त्यहाँ के सामान अवेलेबल छ छैन, जुन सामानहरु अवेलेबल छैन भने त्यो हामी घरबाट लिएर जान्छौं। त्यो एउटा प्रपर प्रोग्रामिङ त मेनली के हुन्छ जति पनि हामी सेन्सिटिभ काम गरिरहेको हुन्छौं त्यो सेन्सिटिभ काम गर्दाखेरि हामीले के गरिरहेको हुन्छ त पहिला नै एउटा आफ्नो प्लान बनाइसकेको हुन्छौं कि हामीलाई यो फ्लोमा पार्टिकुलर काम गर्नु छ। जस्तै हामी पिकनिकै गइरहेको छौं हैन, त हामी पिकनिकमा कुन सामान त्यहाँ आवश्यकता पर्छ, हामी जान्छौं भने कहाँ स्टे गर्ने, त्यसपछि मतलब त्यसको पुरै फ्लो हुन्छ। राति कहाँ बस्ने अथवा कुनै टुरी गइरहेको हुन्छ भने राति कहाँ बस्ने, त्यहाँ बस्दाखेरि फेरि खानासानाको के कस्तो व्यवस्था छ, त्यसपछि हामीले नेक्स्ट डेमा के गर्ने, पुरै प्लान यहीबाट कति बेला फर्किने त्यो सबै प्लान हामी यही गरिसकेको हुन्छौं। त्यस्तै प्रोग्रामरहरुले पनि प्रोग्रामिङ टुल्सहरुको युज गर्छ बिफोर राइटिङ द प्रोग्राम, बिफोर राइटिङ एक्चुअल कोड। व्हेन प्रोग्रामर्स क्रिएट सफ्टवेयर दे प्लान बिफोर कोडिङ। जब प्रोग्रामरहरुले सफ्टवेयर बनाउँछ त उनीहरुले के गर्छ त कोड लेख्नु भन्दा पहिला सफ्टवेयरको डिजाइन बनाइहाल्छ कि हामीलाई यस्तो वर्कफ्लोमा डीएफडीहरु हुन्छ, त्यसपछि स्कीमा डायग्राम हुन्छ, त्यो सबै पहिला नै बनाइहालेको हुन्छ कि हामीले यस्तो डाटा यहाँ स्टोर गर्नु छ, यो तरिकाले हामीले डाटा रिट्रिभ गर्छौं, यति धेरै एट्रिब्युट हामीलाई चाहिन्छ, पुरै प्लानिङ पहिला नै गरिसकेको हुन्छ। त यसको बिगिनिङमा हामीले त्यो डीएफडीहरु स्कीमा डायग्रामहरु हामीले पछि गएर युज गर्नु पर्ने हुन्छ। अहिले हामी स्टार्टिङमा एल्गोरिदम र फ्लो चार्ट यो दुईवटा कुरा प्रयोग गरिन्छ। एल्गोरिदम भनेको के हो त्यो पहिला बुझ्नुस्। एन एल्गोरिदम इज अ स्टेप बाइ स्टेप प्रोसिड्युर फर सल्भिङ अ प्रब्लम और परफॉर्मिंग अ टास्क। एल्गोरिदम भनेको के हो त स्टेप बाइ स्टेप प्रोसिड्युर, मतलब स्टेप वाइज प्रक्रिया हो जुन हामी पहिला नै डिफाइन गरिदिन्छौं कि हामीलाई पार्टिकुलर टास्कलाई कुनै एउटा प्रब्लम छ त्यसलाई सल्भ गर्नको लागि हामीलाई यो स्टेप गरेर हामी त्यो प्रब्लमलाई सल्भ गर्न सक्छौं। It is written in plain language or pseudo code, not actual programming code. एल्गोरिदम जहिले पनि प्लेन ल्याङ्ग्वेजमा लेखिन्छ। जस्तो हामी बोलिरहेको हुन्छौं, हामी इंग्लिशमा जस्तो वर्डहरु युज गर्छौं त्यस्तै वर्डहरुको युज गरेर एकदम सिम्पल हामी स्टेप वाइज लेखिहाल्छौं। त्यसको कुनै हार्ड रुल छैन कि हामीले यही कीवर्ड युज गर्नुपर्छ, यही सिन्ट्याक्स युज गर्नुपर्छ, त्यस्तो कुनै रुल छैन। हामीले आफ्नो तरिकाले लजिक सही गरेर लेख्न सक्छौं, अरूले बुझ्न सकोस् त्यस्तो खाली। त्यसपछि हेल्प्स इन प्लानिङ एन्ड लजिक बिफोर राइटिङ द प्रोग्राम। एल्गोरिदमले केमा हेल्प गर्छ त पहिला नै प्लानिङ गर्नमा। जब हामी प्रोग्राम लेख्छौं त प्रोग्राम लेख्नु भन्दा पहिला प्रोग्राम त्यसलाई प्लान गर्नमा सहयोग गर्छ। अब जस्तै एल्गोरिदमको यहाँ एउटा एक्जाम्पल छ, हाम्रो फाइन्ड द सम अफ टु नम्बर, दुईवटा नम्बरको सम पत्ता लगाउने हाम्रो प्रब्लम भयो। त्यो प्रब्लमलाई सर्ट आउट गर्नको लागि हामीले यसको स्टेप वाइज सोलुसन लेखेको छौं। हामीले सुरुमा स्टार्ट गर्नुपर्छ। स्टार्ट गर्दाखेरि सबभन्दा पहिला त सुरुमा दुईवटा नम्बर छ, त फर्स्ट नम्बरको इनपुट लिने, त मैले मान लिनु 2 लिए। सेकेन्ड नम्बरको इनपुट लिने, मैले 5 लिए। त्यसपछि दुवैलाई एड गर्ने र यस्तो सम नामको भेरिएबलमा त्यसलाई स्टोर गर्ने, स्टोर इन सम। दुवैको जुन सम हुन्छ त्यसलाई सम नामको भेरिएबलमा स्टोर गर्ने र समलाई डिस्प्ले गरिदिने, त हाम्रो आउटपुट जुन छ 7 डिस्प्ले भइहाल्छ। यो भनेको एल्गोरिदम हो। त यसमा जरुरी छैन कि हामी ठ्याक्कै यस्तै वर्डहरु युज गर्नुपर्छ भनेर
हामी यसको साटो जस्तै इनपुट फर्स्ट नम्बर छ त हामी यसलाई चेन्ज गरेर आफ्नो तरिकाले पनि लेख्न सक्छौँ। जस्तै इनपुटलाई हामी रिड लेख्न सक्छौँ, मतलब हामीलाई बुझ्न सजिलो होस्, अगाडिवालालाई जुन मान्छे पढ्छ त्यसलाई सजिलो होस् त्यस्तो खाले हामीले लेख्न सक्नु पर्यो मात्रै। त्यसो कुनै हार्ड रुल छैन कि यही वर्ड लेख्नुपर्छ भनेर अथवा यही तरिकाले लेख्नुपर्छ भनेर। अब अर्को छ हाम्रो फ्लो चार्ट। फ्लो चार्टमा हामीलाई ध्यान दिनुपर्ने हुन्छ। यसमा हामीले आफ्नो मनले केही लेख्न मिल्दैन। यस्तो छैन कि आफ्नै मनले कुनै सिम्बल युज गरिदियो, आफ्नो सिम्बलहरू यसमा बनाउन मिल्दैन। यसमा हरेक सिम्बल हुन्छ, त्यसको पार्टिकुलर मिनिङ हुन्छ। जस्तै कि अब फ्लो चार्ट हो के त्यो हामी पहिला बुझिहालौँ। फ्लो चार्ट इज अ डायग्राम द्याट सोज द स्टेप अफ एन एल्गोरिदम। ठ्याक्कै जुन एल्गोरिदममा हामी लेखेको हुन्छौँ त्यही कुरालाई हामी फ्लो चार्टमा डायग्राम पिक्चोरियल फर्ममा पिक्चरको फर्ममा डिस्प्ले गर्छौँ। हरेक स्टेपलाई ठ्याक्कै पिक्चरको फर्ममा डिस्प्ले गर्छु। अब गर्छु कसरी यो हेर्नुहोस्। युजिङ सिम्बल एन्ड एरोज। यसमा पार्टिकुलर सिम्बलहरू हुन्छ र त्यो सबै सिम्बलको केही न केही मिनिङ हुन्छ र एरोहरूको युज गरेर हामी त्यसमा एल्गोरिदमको कुरालाई पिक्चरको फर्ममा हेराउँछौँ, जसलाई हामी फ्लो चार्ट भन्छौँ। मेक्स द प्रोग्राम लजिकल बिफोर लजिक भिजुअल एन्ड इजियर टु अन्डरस्ट्यान्ड। जति सजिलो एल्गोरिदमले बनाउँछ प्रोग्रामलाई बुझ्न, त्योभन्दा बढी सजिलो फ्लो चार्टले बनाइदिन्छ प्रोग्रामलाई बुझ्न। कुनै पनि प्रोग्रामलाई त्यसको सोल्युसन कुन तरिकाले गर्ने हो त्यो बुझ्नको लागि प्राय फ्लो चार्टको युज गरिन्छ। फ्लो चार्टबाट हामीलाई थाहा भइहाल्छ कि त्यो प्रब्लम छ त्यसलाई कुन तरिकाले सल्भ गर्ने र प्रब्लम भनेको के हो, त्यसको आउटपुट के आउँछ, कुन कुन स्टेप परफर्म गरेर आउटपुट आउँछ, त्यो सबै हामीले फ्लो चार्ट हेरेर थाहा भइहाल्छ। अब यसमा सिम्बलहरू हुन्छ, त्यो सिम्बलहरूको पार्टिकुलर सिम्बलको कस्तो कस्तो मिनिङ हुन्छ। जस्तै हामीले यस्तो ओभेल अथवा इलिप्स सेप युज गर्यो भने त्यो स्टार्ट र एन्ड देखाउनको लागि हामीले यस्तो ओभेल अथवा इलिप्स सेप्सहरूको युज गर्न सकिन्छ। त्यही युज गर्नुपर्छ, सकिन्छ होइन, त्यही युजै गर्नुपर्छ। त्यसपछि इनपुट र आउटपुटको लागि यहाँ हेर्न सक्नुहुन्छ, इनपुट र आउटपुटको लागि हामीले प्यारालेलोग्राम युज गरेको छौँ। सरी, यहाँ चाहिँ इनपुट, यो छ रिड। इनपुट भनेको इनपुट र राइट, रिड राइट जस्तै इनपुट यहाँ भइहाल्यो र आउटपुट यहाँ। त इनपुट आउटपुट गर्नको लागि हामीले के गर्नुपर्ने हुन्छ त प्यारालेलोग्रामको युज गर्नुपर्ने हुन्छ। त्यस्तै प्रोसेसको लागि जुन ठाउँमा प्रोसेसिङ भइरहेको हुन्छ त्यो ठाउँमा अथवा क्याल्कुलेसनहरू हेराउनको लागि हामीले रेक्टेङ्गलको प्रयोग गर्नुपर्छ र डिसिजनको लागि हामीले कन्डिसनको युज गर्नुपर्ने हुन्छ। डिसिजन कन्डिसनको लागि हामीले डायमन्ड सेप, यस्तो सेपको, यो प्रोग्राममा छैन, यस्तो सेपको युज गर्नुपर्ने हुन्छ, डायमन्ड सेपको। र एरोहरूले फ्लो हेराइरहेको हुन्छ कि होइन, यो स्टार्टबाट यहाँ आयो, यहाँबाट फेरि यहाँ आयो, अब यहाँबाट मान लिनु कि यहाँ जान्छ कुनै पर्टिकुलर स्टेपमा, यो फ्लो हेराइरहेको हुन्छ कि प्रोग्राम हाम्रो कहाँबाट कहाँ फ्लो गरिरहेछ भनेर। ठिक छ। यहाँ हामीले अर्को इक्जाम्पल हेर्छौँ फ्लो चार्टको। यहीलाई हामीले ल्याङ्ग्वेजको फर्ममा लेखिदियो भने हाम्रो एल्गोरिदम भइहाल्छ। सब कुरालाई ल्याङ्ग्वेजमा स्टेप वाइज लेखिदिँदाखेरि हाम्रो एल्गोरिदम रेडी हुन्छ। जस्तो पछिल्लो इक्जाम्पलमा हामीले हेऱ्यो ठ्याक्कै त्यस्तै। अब यसमा हेर्दाखेरि हामीले यो डायमन्ड सेपवाला त्यहाँ थिएन, डायमन्ड सेपवाला मैले एउटा इक्जाम्पल हेराउनको लागि मैले यो हेराएको छु तपाईँहरूलाई। त्यसमा सुरुमा स्टार्ट पहिलाको जस्तै भइरहेछ, जस्तै यसमा हेर्नुभएको थियो त्यस्तै स्टार्ट भइरहेको छ। सबमा स्टार्ट र स्टप एज इट इज हुन्छ, खालि त्यही यसमा कुनै कुनैमा स्टपको साटो इन्ड पनि युज गर्न मिल्छ। स्टेप 1मा यो प्रोग्राम कुन प्रोग्रामिङको लागि फ्लो चार्ट बनाइएको छ त, जसमा दुईवटा नम्बर लिएर त्यो नम्बरमा ठुलो कुन हो त्यो डिस्प्ले गर्ने। जुन नम्बर ठुलो हुन्छ त्यसलाई डिस्प्ले गर्दैन। तब यो काम कसरी गर्छ हेर्नुहोस्। इनपुट लियो, दुईवटा नम्बर त इनपुट लिनुपर्छ, पहिला नम्बर 1 नम्बर 2 इनपुट लियो। अब के गर्छ, चेक गर्छ। यो इफ कन्डिसनमा डायमन्ड सेप युज गरिन्छ। त चेक गर्छ इफ n1 इज ग्रेटर देन n2 हैन। यदि n1 र n2 लाई कम्पेयर गर्दाखेरि n1 ठुलो छ भने यदि यो कन्डिसन ट्रू भयो भने num1 लाई डिस्प्ले गरिदिने। num1 हाम्रो स्क्रिनमा हेराइदिन्छ। जस्तै कि मैले 5 दिए र 8 दिए, एउटा इक्जाम्पल दिए, 2 दिए र 1 दिए। त यसको यो इक्जाम्पल बुझ्नुस्।
मैले num1 को भ्यालु 2 दिए र num2 को भ्यालु 1 दिए। त यो कन्डिसन सेटिस्फाई भइरहेछ। 2 भनेको चाहिँ ठुलो हो, यो ट्रु भइहाल्यो। ट्रु हुन बित्तिकै प्रोग्रामको फ्लो हाम्रो यहाँबाट आइहाल्छ। num1 हाम्रो स्क्रिनमा हेराइदिन्छ। num1 को भ्यालु 2 छ त 2 डिस्प्ले गराइदिन्छ आउटपुटमा 2 हेराइदिन्छ। यदि यो फल्स भइहाल्यो, जस्तै कि यो यसमा हेर्दाखेरि यो त फल्स हुन्छ किनभने यो 8 ठुलो हो, यो फल्स भइहाल्यो। फल्स हुन बित्तिकै यो के हुन्छ त फल्स वाला स्टेटमेन्ट एक्जिक्युट भइहाल्छ र फल्स वाला स्टेटमेन्टमा के छ त num2 लाई डिस्प्ले गर्ने। त num2 भनेको यहाँ 8 छ, त आउटपुटमा के हेराउँछ त आउटपुटमा 8 भनेको अल्टिमेटली यो फ्लो चार्टबाट जुन प्रोग्राम लेखेको हुन्छ त्यसले हामीलाई ग्रेटर नम्बर आउटपुट दिइरहेको हुन्छ। बस कहानी सकिहाल्यो। भिडियो राम्रो लाग्यो भने कमेन्ट गर्नुहोला। हामीले नेक्स्ट युनिट पनि छिटै अपलोड गर्नेछौँ। र धन्यवाद भिडियो हेर्नु भएकोमा।